यदि हामी नेपाललाई सबैभन्दा बलियो देश बनाउन चाहन्छौँ भने यो नै सबैभन्दा बेस्ट टाइम हो र हामीले यो कुरामा एकदम छिटो एक्ट गर्नुपर्ने जरुरत छ। अब अबको वारहरू बन्दुक बम कोसँग धेरै पैसा छ कोसँग धेरै पावर छ होइन मिलिट्री पावर कोसँग धेरै छ त्यो कुरामा भन्दा पनि अबको वार साइबर वार हुनेछ। जो कोसँग डाटाबेस धेरै छ कोसँग हुन्छ नि इन्टेलिजेन्ट मान्छेहरू धेरै छ त्यो कुरामा हुनेछ। सो यदि नेपालले आफ्नो साइबर सेना बनाउन सक्ने हो भने एकदम बलियो साइबर सेना बनाउन सक्ने हो भने जसरी हामी नेपालीहरूलाई वीर गोर्खालीको देश भनेर चिनिने गरिन्छ त्यसरी नै वीर साइबर सेनाको देश भनेर चिनिने हो भने हामी विश्वकै वान अफ द भेरी स्ट्रङ्गेस्ट देशमा गनिन सक्ने अवस्था छ अहिलेको कन्डिसनमा। नेपालको युवाहरू एकदमै ट्यालेन्टेड हुनुहुन्छ। उहाँहरूलाई टेक्नोलोजीको बारेमा थाहा छ एआईको बारेमा थाहा छ अब आउने नयाँ प्रविधिको बारेमा उहाँहरू जहिले पनि आफ्नो इन्ट्रेस्ट देखाइराख्नु भएको देख्नमा आउँछ। सो यदि हामीले हाम्रो स्कुल लेभलबाट नै हाम्रो जुन हायर लेभल एजुकेसनमा पनि अलि इन्टेन्स लेभलको टेक्नोलोजिकल नलेजमा स्टुडेन्टहरूलाई पढाउन थाल्ने र गभर्मेन्टले पनि यसमा राम्रो तरिकाले एक्ट गर्ने भने हामीले आफ्नो देश नेपाल हाम्रो देश नेपाललाई एउटा एकदम स्ट्रङ कन्ट्रीको रूपमा विश्वको सामु रिप्रेजेन्ट गर्ने वान अफ द बेस्ट टाइम छ।